आज साथी हो म नेपालको सबैभन्दा उत्कृष्ट नेताको नाम लिन गइराखेको छु। त्यसमा न रवि लामिन छानेको नाम आउँछ, न बालेन शाहको नाम आउँछ, न गोपी हमालको नाम आउँछ, न त हाम्रो हर्क साम्पाङको नाम आउँछ, न अरू कसैको नाम आउँछ। तपाईले सोच्नु भएको नामभन्दा अलग नाम जो चाहिँ अहिलेसम्म लुकिरहेको थियो, जो चाहिँ अहिलेसम्म बाहिर आएको थिएन, जो चाहिँ जनताहरूले थाहा पाउनु भएको थिएन, उहाँको नाम लिँदैछु। उहाँ चाहिँ एकदमै उत्कृष्ट नाम, जसले चाहिँ एउटा जिल्लालाई चाहिँ नेपालको उत्कृष्ट जिल्ला बनाउन सफल हुनुभएको छ। उहाँको नाम अझै मेरो मुखबाट लिनुभन्दा पनि उहाँको भिडियो देखाउँछु। भिडियो देखाएर हजुरहरूले आफै कमेन्ट गर्नुहोला। उहाँको नाम त मेरो मुखबाट लिन पनि अलिकति अब पस्दैन होला, किनभने त्यति उत्कृष्ट हुनुहुन्छ कि हामीहरूको मुखबाट उहाँको नाम लिनु अलिकति उचित हुँदैन जस्तो लाग्छ। तपाईँहरू सबैले चाहिँ उहाँलाई एकदम मिठो मिठो कमेन्टमा मिठो मिठो चिज लेखेर चाहिँ नि उहाँलाई सघाउनु होला। यसपालिको चुनावमा उहाँलाई जिताउनु होला है त, कमेन्ट लेखेर जिताउनु होला। ल यो एकपल्ट उहाँको भिडियो हेर्नुहोस्। र जिल्लाको नाम चाहिँ नेपालको उत्कृष्ट जिल्लाको नाम चाहिँ प्युठान रहेको छ। अब यति भन्दा नेताको नाम पनि चिन्नुभयो होला, एकपल्ट यो भिडियो हेर्नुहोस्। भोट माग्न आएको यो मान्छे म होइन, यो समाउनुहोस् त एकछिन, म यो समाइदिन्छु। ल्याउनुहोस् त, एकैछिन ल्याउनु त, यो समाउनु त। ठुलो बाटो छ यहाँ, म यसरी हो नि होइन फसाउने। उनले गर्न सक्छिन्। उनलाई त्यो चुनाव कस्तो हुनुपर्छ भन्ने मतलबको कुरा भएन। उनी त्यो नैतिकता भएको, त्यो इमान भएको, त्यो संविधानको मर्यादा भएको मान्छे भए त यो प्रधानमन्त्री हुन फरिया लाएर सिँगारिएन र तयार हुने, यस्तो रणचण्डी भएर मैदानमा उत्रिने काम गर्ने थिएनन्। त्यो त नैतिक हराम मान्छेले मात्रै यति गर्न सक्छ।